प्रहार तर बलको संकेत ललित गिरी प्रमुख निर्णायक स्केलका र अङ्क थपिएको छ धनगढीको स्कोर बोर्डमा। कृपया यो स्कोर बोर्ड खाली गरिदिनु होला। को हुनुहुन्छ त्यहाँ? बल आउटको संकेत फेरि पनि मैले हार्दिक अनुरोध गरे अरू जहाँ पनि उभिनु होला, यो बोर्ड स्कोरको अगाडि नउभिदिनु होला, किनकि हाम्रो श्रोता र दर्शकलाई पल पलको खबर चाहिएको हुन्छ। सिम्पल प्लेस, त्यतिकै राम्रो डिफेन्स महेश विष्टको जबरजस्त प्रहार राजेन महाजनको बल हेर प्लेस यस ठ्याक्क फुट्न चलिरहेको छ अहिले। हेरो यसमा कोले धनगढी अङ्क ल्याउन सफल। 13 all 13 इक्वल। थर्ड लाइनबाट राम्रो डिफेन्स धनगढीको। फेरि यस जबरदस्त प्रहार राजेन्द्र बहादुर सनको 3 नम्बर जर्सी आयोजकका आफ्नो टोलीको लागि 1 अङ्क थप्न सफल। 14-13 छिनो मसिनो अन्तर फाइनल र तेस्रो सेटमा। 14-13 सर्भिसमा हिमाल सिंह विष्ट। यस राम्रो डिफेन्स, बल आउट, राम्ररी कलेक्ट हुन सकेन। आफ्नो टोलीको लागि 1 अङ्क आर्जन गर्न सफल। 15-13 यसपछि यस प्रतियोगिताको बहुप्रतीक्षित खेल फाइनल खेल बेलोरी नगरपालिका 6 वर्षेस हिमदत्त नगरपालिका महेन्द्रनगर। काहीँ जानु होला। फाउलको संकेत र स्कोर पुग्यो 14-15। सर्भिस दिने पालो धनगढीको। यस फेरि 3 नम्बर जर्सीका राजेन्द्र बहादुर चन्द जगदम्बा क्लिनिक का प्रोपराइटर प्रिय भाई, उत्कृष्ट खिलाड़ी आफ्नो समयका केदार नागार्जुन बगले खान बैठडी का यस 6 जना खेलाडीको सर्कलको बीचमा खाली ठाउँमा ड्रप गर्न सफल र आफ्नो टोलीको लागि 1 अङ्क आर्जन गर्न सफल। 17-14 17-14 सर्भिसमा तेज बहादुर चन्द। यस यहाँ धनगढीका खेलाडीहरूको बीचमा कुनै मिस अन्डरस्ट्यान्डिङ भएको छ र फलस्वरूप स्कोर बोर्ड अगाडि बढेको छ 18-14। राम्रो बलबहादुर चन्सरको प्रहार, त्यतिकै राम्रो डिफेन्स धनगढीको तर्फबाट। दोस्रो प्रहार, त्यतिकै राम्रो डिफेन्स। यस फेरि आएको छ महेश सिंह विष्टको राम्रो डिफेन्स फ्रन्ट लाइनबाट। यस बल चेक आउट हुन पुगेको छ र फलस्वरूप स्कोर थपिएको छ धनगढीको